So hello everyone, good morning, welcome back to our channel, and it's me Mehira. And if you're not yet subscribed my channel, please do subscribe my channel. And guys, आज ये नया दिन नया सुबह और नया ब्लॉग पे आप सबका स्वागत है. अनि आज चाहिँ हामी कहाँ गएको भन्दा guys, by the title and the thumbnail तपाईहरुले चाल पाइसक्यो होला. Yes, we are going in search of rented house because we live in rent house. अनि आज चाहिँ हामी गएको घर खस्नु हाम्रो यो धन्नुमा जान्न. यो चाहिँ हाम्रो दुईजनाको धन्नु हो. तर आज चाहिँ हामी जाने टोटोमा हामी चारजना पनि जानु छ. आमा बाबा म अनि जोबल. अनि हामी चाहिँ कहाँ गएको भन्दा चाहिँ घर खस्न गएको हैन. रेन्ट हाउसमा बस्यो भने चाहिँ त्यही दिक्कत हुन्छ गाइस. अब मान्छेको घरमा बसेको अब के भन्नु अब हैन. त्यसको लागि चाहिँ अब चाहिँ हामी गएको रेन्ट हाउस. अनि गाइस हिजोदेखि हाम्रो घरमा चाहिँ वाइफाई छैन किनभने वाइफाई हाम्रो वाइफाईको तार हेर्नुस् पुरा टुटाइदिएर यता हिजो बनाउँदै थियो हैन. लाइटहरु इलेक्ट्रिसियन्स आएर चाहिँ न लाइट बनाउँदै थियो. मेरो के भयो आजकल पुरा टाङ स्लिप हुँदैछ हौ. पुरा टुटाएर चाहिँ म हिजोदेखि ब्लगिङ गरेर एडिट गरेर पनि अपलोड गरेको अहिलेसम्म अपलोड भएकै छैन किनभने मेरो नर्मल नेटले चाहिँ हुन्न. अब एकदमै दिक्कत हुन्छ. अहिले कम्प्लेनमा हालेको छ. अब 5:30 आउँछ भनेको छ. बनाउनु कस्तो हुन्छ अब तपाईहरुलाई भन्छु नि ल गाइस. अनि अब चाहिँ हामी गएको घर खस्नु. हामी दुईजना चाहिँ बाहिर वेट गरिरहेको छ आमा बाबालाई. आमा बाबा आउनुहुँदैछ. अनि हामी चाहिँ अब गएको देवीडङ्गा. अनि अब चाहिँ प्रधानगरलाई पनि टाटा बाइ बाइ भन्ने दिन आयो. त्यही त अब यो घर चाहिँ बाइ बाइ हुनु आँटेको छ गाइस. यो चाहिँ हाम्रो घर, त्यो सेकेन्ड फ्लोर चाहिँ. अनि त्यो घर चाहिँ के भयो भन्दा एक्चुअली आमा बाबाले चाहिँ हेरिसकेको छ त्यो घर. अनि एकदमै दामी छ भनेको छ. अब हामी दुईजनाले चाहिँ हेरेको छैन. अब गएर हामी दुईजनाले पनि हेर्नु पर्यो. हेरेर चाहिँ अब कस्तो हुन्छ मन पर्यो भने चाहिँ we will fix that house and हामी त्यही जाने. अनि फिक्स भएन भने चाहिँ हामीलाई मन परेन भने चाहिँ अब के हुन्छ अब हेर्दै जाउँ न ल. हुन्छ. So catch you in a while. अनि नाच्छ छ मेरो हस्बेन्ड फोनमा बिजी. वाइफाई कम्प्लेन गरेछ. हिजोदेखि कम्प्लेन गरेको तर अहिलेसम्म भएको छैन. यता चाहिँ आमा अनि बाबा छ. हामी चारजना चाहिँ आज जानु आँटेको हैन. अब कस्तो हुन्छ के हुन्छ म तपाईहरुलाई भिडियोमा भन्छु नि. घर राम्रो भेट्यो भने चाहिँ हामी नेक्स्ट मन्थ चाहिँ सर्ने भनेको हैन. शिफ्टिङ हुने. अब राम्रो भएन भने चाहिँ के हुन्छ तपाईहरु हेर्दै जानुस्. आइजा 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 हेर्नुस् होला. यस्तो पाउँछ है सिलगढीमा चाहिँ स्ट्रिट डगहरु. बाटोमै कस्तो दामी रहेछ. कस्तो दामी है. लिएर जाऊँ होला है घरमा. यो घरमा पनि लिएर जान सक्छ हैन हामीले. तर अहिले चाहिँ हामी कुन चाहिँ रेन्टेड हाउसमा छ त्यहाँ चाहिँ एलाउड छैन कुकुरहरू. त्यसको लागि अब नेक्स्ट टाइम बाई बाई. बाबाहरू चाहिँ अगाडि गएर चाहिँ अहिले टोटोलाई मिलाउँदैछ कुरा. अब जान्छ कि जान्न होला देवीडङ्गा. हामी अटोमा चढिसक्यौँ हैन. अटोमा टोटोमा हामी चाहिँ दिमापुरमा अटो भन्छ यता चाहिँ टोटो भन्छ. त्यसको लागि चाहिँ मलाई पुरा कन्फ्युज हुन्छ टोटो अटो भन्नुमा. अनि बाबा चाहिँ अहिले उता दोकान जानुभएको छ. बाबा चाहिँ आइसकेको छ ओआरएस लिएर. यो चाहिँ ओआरएस अरे. अहिले चाहिँ हामी आइपुग्यो देवीडङ्गा हैन. अनि आज चाहिँ फ्राइडे हो. अनि यसमा चाहिँ फ्राइडे हाट हुन्छ. अब इभिनिङदेखि चाहिँ सुरु हुन्छ इभिनिङ फ्राइडे हाट. अनि अहिले चाहिँ हामी बाटोमै छु हैन. पुग्नु आँटेको छ. अहिले चाहिँ हामी छु देवीडङ्गा. सो अब पुगेर चाहिँ कस्तो हुन्छ के हुन्छ म देखाइदिन्छु नि ल. चाहिँ गाइस अब हाम्रो लोकेसनमा पुग्यो हैन. अनि यो चाहिँ हाम्रो घरको छेउमा चाहिँ सनराइज स्कुल पनि छ. दिस इज सनराइज स्कुल इङ्ग्लिस मिडियम स्कुल. अनि यो चाहिँ हो घर हामीले हेरेको चाहिँ. अब गएर हेर्नु पर्यो कस्तो हुन्छ के हुन्छ. अब हेरेर भित्र हेरेर चाहिँ हामी भन्छु नि ल. तपाईहरुलाई कस्तो लाग्छ तपाईहरुले पनि भन्नुस् होला कमेन्टमा गाइस. यो चाहिँ एन्ट्री गेट.
यस्तो छ गाइस फ्लावर्स यता बारीहरू पनि गर्न सक्छ हैन अब एलाउड दियो भने चाहिँ घर चाहिँ यो हो भित्र गएर हेरौँ न भित्र गएर हेर्नु पर्यो गाइस अब कम्पाउन्ड चाहिँ राम्रो रहेछ ठुलो रहेछ उता चाहिँ एपार्टमेन्टहरू पनि छ यहाँ पनि एउटा रुम रहेछ यो कसको रुम होला ए अहिले कन्स्ट्रक्सन हुँदैछ यस्तो रहेछ बाहिर चाहिँ यो चाहिँ के राम्रो लाग्यो भने चाहिँ इन फ्युचर इफ यु बाई कार्स हामीले कारहरू किन्यो भने चाहिँ राख्नु पनि अहिले चाहिँ जग्गा छ अहिले कुन चाहिँ हामी प्रेजेन्ट घरमा छ त्यहाँ चाहिँ स्कुटी राख्नु पनि एकदमै दिक्दार छ हामीलाई गाडी त एकदम दुर्की बात स्कुटीमा पनि सक्छ सेफ्टी रहेछ सेफ्टी जग्गा पनि छ स्कुटीहरू राख्नु अब माथि जाँदैछु अब गएर चाहिँ के हुन्छ तपाईँहरूलाई देखाइदिन्छु नि ल यो चाहिँ घर रहेछ दिस इज द एन्ट्री हल रहेछ एउटा रुम चाहिँ यो होइन इट्स टु बिग फर अस चाहिँ ठुलो रहेछ रुम चाहिँ दामी लाग्यो अनि विन्डो पनि मलाई चाहिँ यस्तै मनपर्छ यो विन्डो चाहिँ मलाई मनपर्छ दिस इज गुड बाहिरको नजारा चाहिँ यस्तो छ होइन अनि नेक्स्ट रुम चाहिँ यो रहेछ गाइस यो चाहिँ त्यो रुमभन्दा अलिकति स्मल रहेछ हुन्छ हाम्रो लागि चाहिँ अनि दिस इज बाथरुम दिस इज वासरुम होइन अनि यता चाहिँ किचन यो चाहिँ हो किचन अनि नादिन पास पनि गर्न सक्छ हामीले होइन है न चाहिँ डाइनिङ रुम बनाउनुपर्छ हामीले चाहिँ न चाहिँ डाइनिङ रुम बनाएर चाहिँ न चाहिँ किचन गर्नुपर्छ नादिन चाहिँ सामानहरू पास हुन्छ अरे खानेकुराहरू होइन अनि न चाहिँ के भन्यो भन्दा चाहिँ हामीलाई बनाइदिन्छु भनेको छ सेल्फहरू हेरौँ अब के हुन्छ निना पनि रुम रहेछ गाइस दामी रुम चाहिँ दामी रहेछ गाइस अनि 2 बाथरुम हो के यो चाहिँ एउटा बाथरुम भयो 2 बाथरुम अनि 1 2 3 रुम्स एन्ड 1 बिग हल अनि किचन रहेछ अनि बाहिर पनि हेरौँ कस्तो हुन्छ बाहिर पनि यस्तो छ ब्याल्कनी दामी रहेछ फ्लावरहरू राख्नुको लागि चाहिँ किनभने हाम्रो घरमा चाहिँ फ्लावर्स धेरै छ होइन अनि मलाई चाहिँ साँच्चै भनेको मलाई चाहिँ विन्डो चाहिँ यस्तो मनपर्छ यस्तो विन्डो चाहिँ मलाई पुरा मनपर्छ अनि यो चाहिँ हामीलाई फुलहरू राख्नुको लागि पनि दामी अनि हामीलाई इभिनिङमा बोरिङ भयो भने किनभने अलमोस्ट हस्बेन्ड एन्ड वाइफ पनि हामी दुईजनै हुन्छौँ होइन सो हामीलाई नबसेर चाहिँ नानीहरूलाई हेर्दै बस्नु मजा हुन्छ अनि नजारा चाहिँ दामी लाग्यो मलाई एकदमै दामी होइन पनि कन्स्ट्रक्सन चल्दैछ अहिले न पनि रहेछ फ्लावर्सहरू राख्नु होइन दामी रहेछ हाम्रो लागि चाहिँ किनभने हाम्रो फ्लावर्स धेरै छ होइन फ्लावर्सको लागि चाहिँ ठिकै रहेछ यो चाहिँ आई लाइक इट यो चाहिँ के होला हौ हाम्रो फ्युचर नानीको लागि पनि रेडी गरेर राखिदिएको होला है यो चाहिँ ठुलो रुम रहेछ यो चाहिँ हामी बनाउँछु ग्यास रुम आयो भने चाहिँ पाहुनाहरू आयो भने चाहिँ यो रुमको लागि अनि उता चाहिँ छ एगेन पनि छ एउटा यो चाहिँ हुन्छ आमा बाबाको रुम यता छ यसको लागि बाथरुम यस्तो गएर चाहिँ यो चाहिँ हुन्छ हामी दुईजनाको रुम यसमा पुरा कलर पेन्टहरू पनि गरिदिन्छ भनेको छ 1 मन्थको टाइम दिएको छ हामीले यो चाहिँ हाम्रो रुम अनि हाम्रो बाथरुम यो चाहिँ म चाहिँ सुतेर चाहिँ डाइरेक्ट उठेर चाहिँ किचनमा जानुको लागि चाहिँ किचन चाहिँ
यता छ। अनि किचनमा अब सेल्फहरू बनाउँछ, बनाएर चाहिँ हामी आउनु छ। अहिले कम्प्लिट भएको छैन। यो चाहिँ हल, सिटिङ रुम प्लस डाइनिङ हल। यो चाहिँ अनि दामी लाग्यो, घर चाहिँ एकदम दामी लाग्यो। अनि जग्गाहरू पनि एकदम दामी पिस जग्गा रहेछ। सो हामीले चाहिँ यो घर चाहिँ दान गरेको छु गाइस। हामी आउँछु मेदेखि अब आफ्टर 1 month म अब यो घरमा चाहिँ ब्लगिङ बनाउँछु गाइस। लेट्स सी अगेन के हुन्छ ल। मैले ब्लगमा देखेको हिसाबमा चाहिँ मैले काबु अब शिवानी राई सिसको निफ्यू उसको दिदीको छोरा यो स्कुलमा पढेको मैले देखेको छु ब्लगमा। सो आइ एम सो ह्याप्पी द्याट म नबस्यो भने चाहिँ शिवानी राई सिसलाई पनि भेट्छु मला भनेर। दामी लाग्यो। यता अपस्टेयरमा पनि रहेछ घर। त माथि चाहिँ यस्तो रहेछ हौ गाइस। अहिले चाहिँ आएँ है म माथि। अङ्कलले काम गर्ने। ए अङ्कलले काम गर्नुहुँदैछ। यो चाहिँ माथि टेरेसमा चाहिँ यस्तो रहेछ गाइस। माथि पनि राख्न सक्छ नि हामीले फुलहरू चाहिँ। ए फुलको लागि त एकदमै पर्फेक्ट प्लेस रहेछ। यो चाहिँ लुगाहरू सुकाउनुको लागि चाहिँ यता आउनुपर्छ। ए राम्रो रहेछ। मलाई अब एक्सर्साइजहरू गर्नु सनबाथ लिनु चाहिँ यो चाहिँ दामी। किनभने माथि पनि छ, माथि पनि जानु सक्छ। म माथि पनि गएर देखाइदिन्छु नि ल। यो चाहिँ माथि टेरेसमा चाहिँ यस्तो छ गाइस। यहाँ चाहिँ सनबाथहरू लिनु पनि दामी रहेछ। सनबाथ लिनु सक्छु। अनि म यहाँ चाहिँ के मन पर्यो भने चाहिँ एक्सर्साइज गर्नुको लागि मलाई पर्फेक्ट भयो। अहिलेको प्रेजेन्ट घरमा चाहिँ एक्सर्साइजहरू पनि गर्नु सक्दिनँ। स्पेस एकदम सानो प्लस यस्तो खुल्ला छैन, त्यहाँ चाहिँ जग्गा पनि छैन। यो चाहिँ दामी लाग्यो मलाई। अब न लुगाहरू सुकाउनु पनि बनाउन सक्छ, प्लस एक्सर्साइजको लागि इभिनिङ वाकको लागि अब बाहिर नगए पनि हुन्छ। अनि गयो भने पनि हाम्रो लागि चाहिँ अहिले त राम्रो भयो। बाटो यस्तो छ, यस्तो जान सक्छु हामी होइन इभिनिङ वाक। जग्गा चाहिँ दामी लाग्यो है गाइस। अनि गाइस अहिले कुन चाहिँ हामी घर आउँछु भनेको नयाँ घरमा चाहिँ माथि चाहिँ त्यहाँ अङ्कल हुनुहुन्छ होइन, यहाँ चाहिँ आन्टी छ। अङ्कलले चाहिँ यस्तोहरू बनाउनुहुन्छ। यस्तो ह्यान्डमेड हो, घरमै बनाएको। दामी रहेछ यस्तो ब्यागहरू। पैसा पनि हाल्न सक्नुहुन्छ। यहाँभित्र पनि छ। यहाँनिर यहाँ खोलेर पैसा पनि हाल्न सक्नुहुन्छ। यहाँ पैसा रहेछ 5 रुपियाँ। यस्तोहरू पनि छ, पर्सहरू पनि छ, लेडिज पर्सहरू दामी रहेछ। डबल पकेट भएको रहेछ, डबल चेन अगाडि र पछाडि। यस्तो ब्याग पनि छ, साइड ब्याग है अगाडि दामी। गाइस यस्तो पनि छ हेर्नुहोस्। यो युनिसेक्स हो, बोइजले पनि गर्ल्सले पनि लिन सक्छ होइन। एकदम इजी क्यारी। बाइबल पनि बोक्नु सक्नुहुन्छ, फन्टहरू बोक्नु सक्नुहुन्छ। पुरा ह्यान्डमेड। हामीले हेरेको घर चाहिँ यो हो है गाइस। हामीले हेरेको चाहिँ यो हो होइन। अब यो घरमा आयो भने चाहिँ हामीलाई कर्टन्स चाहिँ सबै नयाँ किन्नुपर्छ, किनभने पुराना घरको अनि यो घरको चाहिँ विन्डो अनि डोर पनि एकदमै मिलेन। अनि मैले मेजरमेन्ट लिँदा चाहिँ डोरको चाहिँ एकदमै ठुलो ठुलो कर्टन्स लिनु पर्दो रहेछ। पुरा अब हेर्नु पर्यो आएर। अनि हाम्रो चाहिँ प्रेजेन्ट घरमा चाहिँ अहिले स्टोर रुममा पुरा सामानहरू राखेको छ। अब हामीले यो पनि माग्नुपर्छ स्टोरको लागि, नभए पनि त्यो भए पनि माग्नुपर्छ। अब कस्तो हुन्छ मालिकलाई कुरा गरेर। अनि बाहिर टोयलेट पनि छ, तर इट्स नट क्लिन नाउ, चाहिँ सफा छैन, तर बाहिर पनि रहेछ बाथरुम। अनि यता फुलहरू राख्यो भने चाहिँ पानी पनि रहेछ यता। यो पानी लिएर चाहिँ फुलमा पनि हाल्नु इजी हुन्छ हामीलाई। पानी पनि रहेछ। अलि एउटा कुरा चाहिँ अलिक के लाग्यो भन्दा चाहिँ यता फेन्सिङ चाहिँ अलिक के भन्नु म अब, तर बिस्तारै बिस्तारै बनाइदिन्छ होला मालिकले। तर अहिलेको लागि चाहिँ ठिकै छ, चल्छ। अनि यता बारीहरू पनि गर्न सक्छ। अनि राति चाहिँ लाइट पनि रहेछ दामी।
इभिनिङ वाकहरू गर्न दामी हुन्छ यसमा चाहिँ। बारी पनि हुन्छ। यो हो गेट चाहिँ, दुईटा गेट रहेछ यता, एउटा गेट चाहिँ यता अनि एउटा गेट चाहिँ उतापट्टि रहेछ। अनि घर चाहिँ यो गाइस। अनि यता बाहिर पनि पेन्टहरू गऱ्यो भने चाहिँ दामी देख्छ होला। तर अहिले चाहिँ के भयो हुन्छ, यताको जो अनर हुन्छ त्यो अनर चाहिँ यता बस्नुहुन्न, ऊ चाहिँ बाहिर बस्छ। बाहिर मिन्स सिलगढी बट नट हियर। सो दामी लाग्यो। अनि इभिनिङमा फुटबलहरू खेल्नु मन लाग्यो भने यता पनि आउनु सक्नुहुन्छ। हामी तपाईँहरू पनि आउनु मन लाग्यो भने आउनुहोस् होला गाइस। अब चाहिँ हाम्रो घर चाहिँ एकदमै ठुलो ठुलो रुमहरू छ, गेस्ट रुमहरू पनि एकदम ठुलो भयो। अब चाहिँ सबैजना आएर चाहिँ बस्न सक्नुहुन्छ है हामीसँग। ए गाइस एउटा साइड चाहिँ यस्तो छ होइन, यहाँ पनि रहेछ गेट। अनि दामी रहेछ। अनि यहाँ चाहिँ अलिक कोही बसेको छैन रहेछ। हामी बस्ने चाहिँ यता माथि, यता चाहिँ कोही बसेको छैन अहिलेसम्म। अब पछि बादमा आउँछ होला। अनि यो पनि दामी रहेछ हौ, मलाई चाहिँ दामी लाग्यो हौ गाइस। अनि एउटा चाहिँ हामीलाई के राम्रो लाग्यो भन्दा हाम्रो घरको छेउमा चाहिँ यस्तो ठुलो होटल पनि रहेछ होइन, पुल पनि रहेछ। अब चाहिँ हामी गरम लाग्यो भने चाहिँ यता आएर हामीले स्विमिङहरू पनि गर्न सक्छु होइन। यस्तो रहेछ है गाइस, पुरा पुलहरू पनि रहेछ। वाउ दामी। टु व्हिलर पार्किङको लागि गलिङखा रहेछ, गलिङखा लग्जरी होटल एन्ड स्विमिङ पुल गाइस दामी। अनि तपाईँहरू आएर यता गीतहरू पनि गाउन सक्नुहुन्छ अनि यता स्विमिङहरू गर्न सक्नुहुन्छ। अब नेक्स्ट टाइम आउँछु नि हामी पनि यसमा होइन। दामी बिग प्लेस गाइस। यता चाहिँ स्विमिङ रहेछ, उता चाहिँ होटल रहेछ, रेस्टिङ प्लेस। अब आज चाहिँ यत्तिकै आएर हामीले एक्सप्लोर गर्दैछु होइन। अब नेक्स्ट टाइम चाहिँ हामी पनि आएर यो स्विमिङ पुलमा चाहिँ हामी पनि डुब्की लगाउनुपर्छ होइन। त्यसो लेखेको छ पुल रुल्स एन्ड सेफ्टीको लागि चाहिँ। अनि पुल टाइम चाहिँ रहेछ 10:30 to 8:30। सबै रुल्स एन्ड रेगुलेसन चाहिँ नलेखेर राखिदिएको छ गाइस। कस्ट्युम कम्पलसरी, हेयर क्याप एन्ड गुगल, गलिङखा। इट्स चार्जेस 300 रुपिस पर पर्सन। बिहानदेखि रातिसम्म पनि हामी गर्न सक्नुहुन्छ स्विमिङ। खानाको त स्विमिङ मात्रै त्यस्तो बेसी यहाँ पर त 200 छ। यहाँ चाहिँ रेस्टुरेन्ट पनि रहेछ। गाइस रेस्टुरेन्ट पनि रहेछ। अनि मेनु चाहिँ यता रहेछ, टुडे स्पेसल चिकन भाइ, पास्ता, लाफिङ पनि रहेछ गाइस, कोल्ड ड्रिङ्क्स। यो चाहिँ रहेछ रेस्टुरेन्ट। रेस्टुरेन्ट रहेछ। हामी नेक्स्ट टाइम आएर चाहिँ अहिले चाहिँ हामीले सधेको थियो लन्चको लागि, तर लन्च चाहिँ टाइम लाग्छ भन्दैछ। अब नेक्स्ट टाइम आएर चाहिँ हामी खान्छौँ नि ल गाइस। यो चाहिँ होटलको मेन इन्ट्रेन्स रहेछ गाइस। यो चाहिँ गेट चाहिँ। अब चाहिँ हामी नदेखि चाहिँ यो चाहिँ होटल भयो होइन। अनि हाम्रो घर चाहिँ उता छ होइन। नदेखि चाहिँ यो मेन रोड रहेछ। यो मेन रोडमा चाहिँ हामी निस्केको अब घर फर्किनुको लागि निस्केको है गाइस। तपाईँहरूलाई पनि कस्तो लाग्यो घर होइन, अनि यो होटलहरू कस्तो लाग्यो तपाईँहरूले कमेन्टमा भनिदिनुहोस् होइन। अनि होटलमा तपाईँहरू सिलगढीमै छ भने तपाईँहरू पनि आउनु सक्नुहुन्छ। इट्स अ रिजनेबल प्राइस, 300 पर हेड। अनि बिहानदेखि इभिनिङसम्म रहेछ। अनि
खानापिनाहरू चाहिँ एक्स्ट्रा चार्ज दिनुपर्दो रहेछ अनि त्यहाँ कस्टमरहरू थियो होइन कस्टमरको लागि चाहिँ 100 रुपिस रहेछ त इट्स अ भेरी रिजनेबल प्राइस सो हामी चाहिँ अब नबस्यो भने चाहिँ हामी समरमा चाहिँ अब यतै आएर हामी स्विमिङहरू गर्नुपर्छ गाइस त तपाईँहरू पनि आउनु मन छ भने आउनु सक्नुहुन्छ हामी चाहिँ अहिले यो रेस्टुरेन्टमा आएको छु सबोरी इट्स नयाँ रहेछ अब चाहिँ हामी जनवरीको के हुन्छ अब गएर सजिलो हेरौँ होइन यो रेस्टुरेन्ट रहेछ अब हामी गएको खानु प्रनाउन्स चाहिँ मेरो कस्तो हो थाहा भएन सबोरी चाहिँ आएको छ है गाइस You can come and visit for birthdays, anniversaries and social gathering. You can come and enjoy it guys. Guys, cold drinks ko lagi yo रहेछ Fanta, Coke, Monster सबै रहेछ म चाहिँ Fanta खान्छु because Fanta is my favorite. थाली को स्पेशल मेन्यू भेज थाली, एग थाली, भेज पनीर थाली, बटर रोटी, तवा रोटी, लच्छा पराठा सबै रहेछ यसमा चाहिँ बाहिरको भ्यूज रहेछ गाइस बाहिरको भ्यूज यस्तो छ पुरा पिस हावामा छु म अहिले दामी यो रेस्टुरेन्ट चाहिँ कहाँ छ भन्दा गाइस यो जुन चाहिँ तपाईँहरूलाई रोयल मेगा मार्ट देख्नुहुँदैछ यसकै अपोजिटमा छ अनि यो चाहिँ नयाँ रहेछ होइन तपाईँहरूले पनि आएर यता भिजिट गर्न सक्नुहुन्छ देवीडङ्गा बजार चम्पासरीमा यो पार्टमा चाहिँ मलाई म्युट गर्नु पर्यो किनभने मेरो मनपर्ने गीत प्ले गरेको छ अब चाहिँ आयो है चिकन फ्राई राइस सलाद चिकन फ्राई राइस आइसक्यो अब मेरो चाहिँ चिकन चाउमिन चिकन फ्राई राइस भेज फ्राई राइस चिकन चाउमिन अनि सलाद छ चाहिँ हामी खानु आँटेको गाइस अब खाएर चाहिँ भेट्छु नि ल चिकन चिली म चाहिँ गाइस अब चाहिँ खाएर म तपाईँहरूलाई फिडब्याक दिन्छु नि ल हेर्दै गर्नुहोस् ल वाउ दामी रहेछ तर म चाहिँ 100 मा 90 दिन्छु किनभने मैले चाहिँ यसमा पिकल चाहिँ पाएन अचार मलाई चाहिँ चाउमिनमा पिरो अचार चाहिँ मन पर्छ अब चाहिँ हामीले खाइसक्यो हैन एकदम दामी खानेकुराहरू पनि हस्पिटलिटी एकदम दामी थियो अनि यताको स्टाफहरु पनि एकदम हम्बल अनि बाबाले चाहिँ अहिले पे गर्नुहुँदैछ अनि हामी अनि आजको ब्लग चाहिँ तपाईहरुलाई कस्तो लाग्यो प्लिज मलाई कमेन्ट डाउन गरिदिनुस् होला बाइ बाइ स्टे सेफ